हेलो हाई नमस्ते म चाहिँ टियुमा छु यो चाहिँ बल्कुपट्टि हो है यतापट्टि जानुभयो भने चाहिँ विश्वविद्यालय क्याम्पस लाइब्रेरी अब सिधै जानुभयो भने चाहिँ किर्तिपुर पुग्नुहुन्छ किर्तिपुर भन्नाले बजार एरिया पुग्नुहुन्छ है म चाहिँ अगाडि बढिरहेको छु यतापट्टि जानुभयो भने चाहिँ टी इन्टरनेसनल क्रिकेट ग्राउन्ड हो यो चाहिँ अस्ति न त्यो लेडिजहरुको गेम भएको थियो ट्रेङ्गुलर सिरिज भएको थियो नेपाल नेदरल्यान्ड र थाइल्यान्डको हो त्यसैको बोर्ड चाहिँ छ अहिलेसम्म है गेट चाहिँ भित्र चाहिँ कन्स्ट्रक्सन चलिरहेको छ अहिले टियु चाहिँ होस् अब चाहिँ इन्टरनेसनल लेभलको नै रङ्गशाला बन्ने चाहिँ छाटकाट छ है 2 दिन मजाले पानी पर्यो हिजो र अस्ति बाटो चाहिँ एकदम हिलामी नै छ बाटो चाहिँ एकदम निकै नै हिलो छ मौसम त्यति खुलिसकेको छैन बिहानी टाइम भए पनि मौसम चाहिँ धुम्मै छ है घाम त्यति लागिरहेको छैन यो चाहिँ जग हो फ्लड लाइटको लागि है जग चाहिँ निकै गहिरो खन्नु भएको छ लगभग 2टा घर जति खन्नु भएको छ 20 फिट जति होला कि जस्तो लाग्छ है मलाई चाहिँ त्योभन्दा बढी होला कि है अगाडि हेरौँ यो चाहिँ को मार्फत ठेका दिनुभयो भन्ने चाहिँ छ नेपाल सरकार मार्फत हो है नेपाल सरकारको बोर्ड टाङ्नु भएको छ हेर्दै जाउँ यता चाहिँ अलि डिटेलमा लेख्नु भएको रहेछ है गभर्नमेन्ट अफ नेपाल मिनिस्ट्री अफ अर्बन डेभलपमेन्टबाट चाहिँ यो चाहिँ ठेकापट्टा लाग्यो हो ठेकापट्टाको नाम र कहिले सक्नुपर्छ भन्ने चाहिँ उ यता लेख्नु भएको रहेछ हैन ठेका लाग्यो डेट चाहिँ तपाईको 11 फागुन 2081 सक्नुपर्ने चाहिँ 24 वैशाख 2082 भन्नाले यो वैशाखको 24 गते भित्रमा सक्नुपर्ने रहेछ है काम त धमाधम भइरहेछ है कतिको सकिन्छ सकिन्न चाहिँ अब लगभग 15 दिन पछि चाहिँ छाटकाट आउँछ काम त जेस भइरहेछ हिजो चाहिँ पानी पर्यो 2 दिन नर्मल पानी पर्यो यसपालि वैशाखमा पानी परिरहेछ भने धुम्म थियो है अहिले पनि धुम्मै छ पानी चाहिँ तपाईको रेगुलर परेछ हैन 1.5 घण्टा 1.5 घण्टा चाहिँ पानी परिरहेछ 2 दिन पानी पर्यो हिजो त अझ अलि ठुलो नै पानी पर्यो अगाडि हेर्दै छौ काम चाहिँ भइरहेछ हिलो हिलै छ हैन अब खास सुकेर हुनुपर्ने चाहिँ होला है तर नसुक्दै हुनुपर्ने कामहरु चाहिँ होला सुकेरै गर्नुपर्ने काम चाहिँ सायद सुकेर नै गर्नुहुन्छ होला अगाडि जाउँ उही अगाडि देखिरहेको रुख चाहिँ पछि काट्नुहुन्छ होला सायद म अघि यताबाट आएको अलि हिलो हिलो नै छ हैन हिलामै भए पनि काम चाहिँ गरिरहनु भएको छ कन्टिन्यू छ यस अघि भने नि 2 घर जति होला हो यो पुरै यो छ नि यति पुरै खनेर हैन जग्गा हाल्नु भएको छ 2 घर भन्दा अलि बढी होला कि है ग्राउन्ड चाहिँ बनिरहेको छ जे होस् अहिले चाहिँ अलि सेफ आइसकेको छ है अब यस्तो चाहिँ हुनेवाला रहेछ है भन्ने म अस्ति आइरहेको थिएँ यो भन्दा अगाडि चाहिँ भत्काउँदै गरेको चाहिँ खिचिरहेको थिएँ हैन अहिले चाहिँ बनाउँदै छ यो अगाडि देख्नु भएको छ नि रुख यो रुख भन्दा उता थियो के पहिला चाहिँ तपाईको वाल चाहिँ अब चाहिँ पछाडी हुन्छ अगाडि जाँदै छु जे होस् अघि चाहिँ अलि धुम्मा थियो अहिले चाहिँ अलि यो रुख अलिकति डिस्टर्ब हान्दैछ यो रुखले अग्लो त अग्लो छ सायद टियु मार्फत पत्र पाएर अथवा टियुको अनुमति पाएर चाहिँ काट्ने होला यो रुख त्यो पनि हुन सक्छ वन विभाग अन्तर्गत पनि पर्न सक्छ होला रुख चाहिँ त्यो अनुमति नपाएर नकाट्नु भएको होला नत्र डिस्टर्ब हान्दैछ काट्नु चाहिँ पर्ने हो है अहिले पनि धुम्मै छ अघिको भन्दा चाहिँ अलिकति उज्यालो भएको हो कि है मौसम हैन बराबरै छ मलाई त्यस्तो फिल भएको चाहिँ रहेछ अलि बाटो चाहिँ अलि हिलो छ अलि दिउँसोतिर पानी पर्ला आज नि सायद माथि आकाशतिर हेर्दा चाहिँ त्यस्तै लागिरहेछ काम चाहिँ भइरहेछ जोस् पानी नै भए पनि काम चाहिँ भइरहेछ अहिले चाहिँ अलि सेफ देखिरहेछ नि है पहिलाको भन्दा अब यहाँनिर यस्तो बन्ने रहेछ भनेर अहिले चाहिँ अलिकति अन्दाज चाहिँ लाउन सक्ने चाहिँ बनेछ है हेर्दै जाउँ अगाडि
काम भइरहेछ, डोजर चलिरहेछ, पानी नै परे पनि। अब भिज्दा भिज्दै गर्न मिल्ने कामहरू चाहिँ गरिरहनु भएको होला सायद, अलि सुकेर गर्ने काम नै होला है। त्यो वाल साल लाउने चाहिँ अलि भिज्दा भिज्दै अलि पानी पर्दा पर्दै चाहिँ अलि हुन्न नि त, अलि बलियो हुन्न कि जस्तो लाग्छ। यो खन्ने काम, माटो उता फाल्ने काम, मिलाउने काम, समाउने काम चाहिँ पानी पर्दा नि भइरहेछ। अब पानी पर्दा चाहिँ अझ बलियो हुन्छ कि है, पानीले गर्दा के हो। मौसम चाहिँ त्यति खुल्ला छैन, अलि धुम्मै छ। काम गर्ने दाइहरू, कन्स्ट्रक्सनमा लाग्ने दाइहरू चाहिँ आफ्नो काममा लागिपर्नु भएको छ। अहिले चाहिँ खास बिहान हो, 7 जति बज्यो, 7 बजेर 13 मिनट भएछ अहिले। काम भइरहेछ। म अघि ऊ परदेखि आएको, त्यो डोजर चलिरहेको देखाइदिएँ है अहिले। अलि अँध्यारो नै छ, सायद दिउँसो अथवा राति पानी पर्ला कि त्यस्तै भइरहेछ। बत्ती नै गइरहेछ आजभोलि त। तपाईँको हाम्रोतिर त हिजो ठ्याक्क 8 बजीतिर, 8 पनि होइन 7 बजीतिर बत्ती गएर अब बिहान 6 बजीसम्म बत्ती छैन। खै के भएको, बत्ती चाहिँ गइरहेछ है। मोबाइल पनि खासै चार्ज गर्न नपाएर यो अगाडि चाहिँ तपाईँको पहिला चाहिँ के हुन्छ भने त्यो ठ्याक्क अलिक नजिकबाट हेर्नु पाउनु छ नि, अनि त्यही भएर मान्छे बढी हुने जोन। यो चाहिँ तपाईँको आइपिएल हुँदा चाहिँ सिद्धार्थ जोन थियो, ठ्याक्क सिद्धार्थ जोन छेउमा छु है म। त्यो गेट छ नि, मेन गेट टाइपको छिर्ने हो, त्यो छेउमा छु म। उता उता गइरहेको छु। त्यो फ्लड लाइट चाहिँ हाम्रो 6वटा छ अरे। 6वटामा अघि एउटा देखाइरहेको थियो जग, यो पनि एउटा जग हो। उतापट्टि पर्सनल बनाइरहनु भएको छ नि, ओभल, सरी ओभल समथिङ के भन्नुभएको छ नि। त्यसमा चाहिँ लगभग 6 करोड जतिको चाहिँ छ अरे है। हाम्रो यहाँ चाहिँ 50 करोड जतिको छ लगभग। भन्नाले यहाँ चाहिँ अलिक पावरफुल पनि, इन्टरनेसनल चाहिँ तपाईँको लेभलको गेम खेलाउन अलि बगालै चाहियो नि त। 6वटा भनेपछि त अब चाहिँ अनुभव गर्न पाउनु सक्नुहुन्छ क्या। गेम राति हुन्छ नि त, ढुक्कै राति हुन्छ। घाम आएछ अलिकति। रडहरू काम गर्ने दाइहरू, काम गर्न जुन जुन हुनुहुन्छ नि, यहाँ पर बस्नुहुन्छ। बाटो यो हो, एकताल घुमेर हेरिरहेको छु मैले। अगाडि जाउँ। नेपालको अब तपाईँको लगभग 4-5 वर्षपछि चाहिँ तपाईँको क्रिकेट ग्राउन्डको कुनै पनि कमी हुने छैन। अब टियु त आफै बनिहाल्यो। उतापट्टि तपाईँको अनि त्यसपछि आएर जनकपुरमा पनि छ एउटा है। अनि त्यसपछि आएर ठ्याक्क हाम्रो के भन्छ धुर्मु सुन्तलीवाला, उहाँहरूले बनाउनु त भएन, जगसम्म चाहिँ हाल्नु भएको थियो नि, भरतपुर चितवनको हो। त्यो पनि अलिक जोडतोडले काम हुँदैछ। माथि बौद्ध छेउको माथि के भन्छ, बौद्धभन्दा उता मूलपानी हो। मूलपानी पनि तल्लो र माथिल्लो भनिरहेको छ अझ। अफगानिस्तान र नेपाल भिड्ने छ, जसले जित्ने छ ऊ चाहिँ वर्ल्ड कप खेल्ने छ। यो अन्डर 19 अहिले चाहिँ अलिक घाम लागेको अवस्था छ। कन्स्ट्रक्सनको सामानहरू चाहिँ यहाँ राख्नु भएको छ। पानी त छ है, इँटाहरू पनि भिजिरहेछ। म चाहिँ अगाडि उता सबैभन्दा बढी हल्लाखल्ला हुने जोन त्यतातिर चाहिँ जाने कोसिस गरिरहेको छु। यो चाहिँ म पछाडि फर्केर खिचा हो है, त्यही बाटो आएको हो। म सिधै उता जान्छु, अनि त्यसपछि आएर स्कोर बोर्डसम्म जान्छु लगभग। त्यो अहिले डिजिटल बनाउनु भएको छ नि। यो पानी चाहिँ अब परिरहेछ, पानीको यो निकासा पनि गरिरहनु भएको होला। घाम चाहिँ लाग्नु त लागेछ, त्यति चकिलो छैन। गइरहेको छु।
त्यस पानीले अलि थोरै डिस्टर्ब चाहिँ हाने हो 2 दिन चाहिँ अलि रेगुलरै पानी पर्दियो भने योभन्दा अगाडि पनि 1-2 दिन परेको थियो हिजो चाहिँ रेगुलर 2 दिन पर्यो भने काम चाहिँ भइरहेछ अगाडि यो चाहिँ त्यो छेउमा गएर खिच्या भए चाहिँ अलि राम्रो हुन्थ्यो होला है अलि यो बाटो हिलो छ नि त त्यो छेउमा जान सकिरहेको छैन अनि अलि ओरैबाट खिचिरहेको छु मैले है पानीले कति डिस्टर्ब हान्यो भनेर खास बाटो देखाउन आइरहेको जान सक्यो भने म त्यो स्कोरिङ बोर्ड छ नि अहिले डिजिटल नयाँ बनिरहेको एनपिएल को लागि त्यहीसम्म जानेछु त्यहाँ चाहिँ सुरुमा टिकट बिक्री हुने नै त्यहाँको हो सुरुमा पहिला खुल्ला हुँदा त सुरुमा त्यहाँ भरिभरा हुन्थ्यो अनि त्यसपछि मात्रै अरू ठाउँ भरिभरा हुन्थ्यो त्यो नर्मल सेप त आइसकेको छ यो 82 वैशाख 24 सम्म चाहिँ बन्ने हो कि मलाई चाहिँ अलिकति डाउट लागिरहेछ 1 महिना थप्नु पर्ला कि है काम त जोड तोडले नै भइरहेछ हुँदा हुँदै पनि अलि सर्ट टाइम भयो जस्तो लाग्छ किनभने हामी मूलपानीको इतिहास त थाहा छैन हामीलाई बच्चै थियो अहिलेसम्म पनि बनिसकेको छैन अहिले म बुढो भइसकेँ सुन्नमा आएर चाहिँ मूलपानीको पनि त्यो राष्ट्रिय गौरवको आयोजना गरेर ठेकापट्टा लगाउने काम चाहिँ त्यो तयारीमा छ अरे है त्यो बनोस् त्यो एउटा अनि त्यसपछि आएर यो 2टा भइहाल्यो त्यसपछि आएर वीरगञ्जमा पनि सायद बन्छ 3टा जनकपुर 4वटा त्यसपछि आएर चितवन 5वटा अनि ओबल 6वटा अनि त्यो फाप्लु भन्ने पनि हो क्यारे फाप्ला हो कि फाप्लु भन्ने 7वटा लगभग 7 प्रदेशको लागि चाहिँ अब 7वटा चाहिने हो वालचाल हुन्छ अब चाहिँ के भने अब खेलाडीहरू पहिला गुनासो हुन्थ्यो नि ए राम्रो मैदान छैन पैसा छैन अनि त्यसपछि आएर करियर छैन अब त्यस्तो नहोला क्रिकेटको स्वर्णिम युग आउँदैछ नेपालमा अब तपाईको एउटा एनपिएलमा नै मालामाल त्यसपछि आएर सेन्ट्रल कन्ट्र्याक्टमा पर्यो भने त झन् मालामाल 1 लाखसम्म तलब त्यसपछि आएर नेपालको प्लेयरहरू चाहिँ प्राय चाहिँ विभागीय टिमबाट विभाग त्यसपछि छुट्टै तलब अनि त्यसपछि आएर गेम फी अनि त्यसपछि सक्नुभयो भने बाहिर पनि खेल्न जानुहुन्छ पैसा छ अहिले नेसनल टिममा खेल्न सक्नु अनि त्यसपछि सेन्ट्रल कन्ट्र्याक्टमा पर्नु एबीसी जुनसुकै पर्नु हैन रेगुलर भयो भने काठमाडौँमा 1 वर्षभित्र घर बनाउन सक्ने क्षमता चाहिँ अहिले क्रिकेट खेलाडीहरुमा छ है अब चाहिँ उहाँहरुले छुट छैन मतलब पहिला करियर छैन भन्थ्यो हामी पारसदैहरुको हेर्थ्यौ नि ज्ञानन्द दाइहरुको त्यतिखेर यो टिउ त फुटबल खेल्ने ग्राउन्ड त हो नि खासै थिएन नेपालको एकमात्र जस्तो नै थियो अनि यसैमा उहाँहरुले खेल्नु भएको हो है अनि उहाँहरुको स्ट्रगल छुट्टै अहिलेको प्लेयरहरु चाहिँ त्यो बाहना बनाउन छुट छैन अब त बबालै खेल्नु पर्ने हुन्छ किनभने पैसा छ नाम छ है अनि त्यसपछि आएर ग्राउन्ड पनि अब लगभग धेरै बन्दै छ अब 4-5 वर्ष भित्रमा तपाईको 6 वटा देखि 7 वटा त एकदम इन्टरनेशनल लेभलको नै हुन्छ फ्लड लाइट पनि 2टामा अब अहिले त लगभग हेर्यो अनुसार 2टामा बिस्तारै जोड्दै जाला भनिसकेपछि चाहिँ अब चाहिँ तपाईको प्लेयरहरुले चाहिँ यो छैन त्यो छैन सुविधा छैन भनेर बाहना बनाउन छुट छैन बब्बालै खेल्नु पर्ने हुन्छ अब त लिग 2 को गेम पनि अब चाँडै सुरु हुन्छ लिग 2 को चाहिँ तपाई के छ भने अहिले नेपालको स्थिति अलि दयनीय छ है 2020 त राम्रै खेल्छ सरी खेल्छ भन्नाले खेल्नुहुन्छ है मैले त्यो सजिलो लागि खेल्छ भन्दै है 2020 चाहिँ राम्रै खेल्छन् त्यसपछि आएर 50 ओभरको चाहिँ अलि गाह्रो अब अलि सानो टिमले पनि हराउन थालिसक्यो ओडीआई नि बचाउनु छ डोजर चालु भइसक्यो छ ओडीआई त सायद बजला त्यसपछि आएर डाइरेक्ट तपाईको वर्ल्ड कप छनौट अनि त्यसपछि आएर एशिया कप चाहिँ खेल्नु हुन्छ भन्ने चाहिँ आशा सबै हुन्छ अब लिग 2 को गेम
अब चाँडै सुरु हुन्छ। ठ्याक्क म चाहिँ तपाईँको पहिले त क्यामेराले खिच्थेँ नि, त्यहाँ छेउमा आइपुगेँ। अनि त्यसपछि आएर अहिलेको प्रशिक्षक चाहिँ अहिलेको छ नि ठ्याक्क अहिले पहिला वेस्ट इन्डिजलाई खेलाइसक्नु भएको, बङ्गलादेशलाई खेलाइसक्नु भएको, अफगानिस्तानलाई खेलाइसक्नु भएको, त्यसपछि भर्खरै चाहिँ अमेरिकालाई नै खेलाइसक्नु भएको होइन, प्रशिक्षण दिइसक्नु भएको। ल ओकिल प्रोग्रेस डेन्जर ठाउँ उहाँ आउनु भएको छ है, आउनु भएको छ। उहाँले हेर्नु चाहिँ भइसकेको छैन, उहाँ नियुक्त हुनुभएको छ। आशा गरौँ होप गरौँ नेपाली क्रिकेट पनि एक स्तर माथि लानुहुनेछ, ओडिआई त बचाइहाल्नु हुनेछ, टेस्टको लागि अग्रसर हुनेछ जस्तो चाहिँ लाग्छ है। मैले सजिलोको लागि चाहिँ खेल्दैन यस्तो चाहिँ भने हो होइन। नेपाली क्रिकेटप्रति रेस्पेक्ट चाहिँ छ, खेलाडीहरूप्रति रेस्पेक्ट छ, अनरेस्पेक्ट गरे चाहिँ होइन है। खेल्नुहुन्छ भन्दा चाहिँ अझ राम्रो हुन्थ्यो, तर अलि हामी सजिलो लागि खेल्छ भन्छ, त्यही चाहिँ सजिलो लागेर भने हो। रेस्पेक्ट त छँदैछ, किनभने म रेगुलर क्रिकेट हेर्छु, लेडिज हेर्छु, त्यसपछि आएर जेन्ट्सको हेर्छु होइन। पिएम कप हुँदा यो भित्रै भएको हो नि त लेडिजहरूको, दर्शकै थिएन, हामीले पुरै गेम हेऱ्यो हो लगभग सबै। कमान सिस्टर कमान भन्ने अहिलेसम्म याद छ। कर्णाली प्रदेशको क्याप्टन हुनुहुन्थ्यो सायद, कमान सिस्टर कमान दिदी। हामीले पुरै हेरे हो त्यतिखेर, यहीँसम्म मात्रै होला सायद। अब उता चाहिँ अलिक हिलाउँदै रहेछ है, काम पनि भइरहेछ, मलाई नजाउँ जस्तो लागिरहेछ। भ्यायो भने चाहिँ सकेसम्म चाहिँ जान्छु होइन। अहिले चाहिँ अलिक घाम लागेको थियो आउँदा आउँदा, काम चाहिँ धमाधम भइरहेछ। अब सकिनुपर्ने अब वैशाखभित्र हो लगभग होइन। यो पानी सानी परेन भने अलिक डिस्टर्ब भएन भने सकिन्छ पनि होला है। यो अलिक पानी पर्न थाल्यो, अलिक डिस्टर्ब हुन थाल्यो भने चाहिँ अलिक गाह्रो नै छ। लाइट त जोडिहाल्नुहुन्छ अरे, मैले त्यो अनअफिसियल सोधेको, लाइट जोड्न खासै टाइम लाग्दैन, लाइट साइट सब आइसकेको छ, डाङडुङ जोडिहाल्छु त्यही भन्दै हुनुहुन्थ्यो एकजना दाइले। यहाँ चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ 10,000 क्षमताको चाहिँ सिट पनि राख्नुहुन्छ। यो अहिले 10,000 बन्छ, अनि त्यसपछि आएर सेकेन्ड फेज चाहिँ यो सायद रेनी सिजनको पछि पानी सानी पर्ने रोक्नु थालिसकेपछि बन्छ होला। थ्याङ्क यू क्रिकेट, थ्याङ्क यू, हस् त, जय नेपाल।